नमस्कार। संयुक्त अपाङ्ग राहत केन्द्रका तिलबहादुर कार्की सञ्चालक तिलबहादुर कार्की म। विगत लामो समयदेखि यो संस्था आज 18 वर्ष भएको छ र हामी अपाङ्ग भएका व्यक्तिहरू अनि जस्तै मेरो भाइ पहिले धेरै कलेजहरूमा क्याम्पसमा काम गरिराखेको र उहाँ पनि निकै हुनुहुन्छ। त्यही भएर दिपेन्द्र कार्की यहाँ पनि 2 वर्ष भयो काम गर्नुभएको र उहाँलाई मैले बोलाएर हामी एउटा अपाङ्ग भएका व्यक्तिहरू चाहिँ एकजुट भएर यस्तो राम्रो काम सेवामा अगाडि बढ्नुपर्छ भनेर उहाँलाई बोलाएर अहिले उहाँले निरन्तर काम गरिराख्नु भएको छ। भाइलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। र यो संस्था धेरै पुरानो संस्था, मान्छेले 3 वर्ष 4 वर्ष होइन, यो त्यतिखेर 64 सालमा स्थापना भएको संस्था अहिले 18 वर्ष पुगेको छ। र म यही भन्न चाहन्छु र दिपेन भाइले राम्रो काम गर्नुभएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। र समाजसेवी कर्म धर्म भनेको के हो भन्ने कुरो हामीले सबै थाहा छ र हामी एउटा ह्यान्डिक्याप भए पनि एउटा अपाङ्ग भए तापनि हामीले हिम्मत हारेका हुँदैनौँ र हामीले पनि एउटा केही काम गर्नुपर्छ, केही सेवा गर्नुपर्छ भनेर चाहिँ हामी पनि अगाडि लागिरहेछ र यसमा मलाई साथ दिएको छ यो संस्थाको एउटा सचिव पनि हो उहाँ दिपेन्द्र कार्की र अहिलेसम्म साथ दिइराख्नु भएको छ। सधैँभरि यो साथ रहिरहोस् र आफू मरेर जाँदा पनि यो संस्था भोलि दिपेन भाइले नै ह्यान्डल गर्न सकोस्, म यही भन्न चाहन्छु। थ्याङ्क यू। धन्यवाद।